हेलो एभ्रिवान, वेलकम ब्याक माई मिनी भ्लग। भिडियोको सुरु हुन्छ हल्का रुम बाहिरदेखि। आज चाहिँ परेको हुन्छ घोराई मेलाको अन्तिम दिन भएको कारणले मेरो साथी लगायत म चाहिँ कोठादेखि हिँडिसकेको हुन्छौँ। रुमदेखि हामी 2वटा हिँडेका थियौँ भने उता 3वटा साथीहरूले चाहिँ हाम्रो वेट गरिरहेको हुन्छन्। साथी मेरो भिडियोमा नदेखिने, त्यही भएर उनी चाहिँ अलि हल्का पछि हिँडेर हुन्छन्। हिँड्दै बल्ल आइपुग्छ हामी तुलसीपुर चोकसम्म। लगतै हामी जेब्रा क्रस गरेर अघि बढ्छौँ। यताउति हेरेको त आन्टीहरूले हेर्दै कति राम्रो खाम जस्तो फलफुलहरू चाहिँ राख्नुभएको हुन्छ। पैसा नभएको कारण होइन गाइज, हेरेर मात्र चित्त बुझाएर हामी चाहिँ अघि बढ्छौँ। त्यहाँदेखि अघि बढ्दै गर्दा हामी चाहिँ आइपुग्छौँ पृथ्वी चोकसम्म। योदेखि चाहिँ हल्का अघि चाहिँ मेला लागेको क्षेत्र हुन्छ। पब्लिकमा फर्स्टचोटि यसरी भिडियो बनाउँदै गरेर होला, सायद मनमा चाहिँ नर्भस फिल भएर हुन्छ। भन्दै थिए झन् अघि एकजना दिदीले यसरी खाउँला जसरी हेरेर हुन्छ, तर पनि इग्नोर हानेर चाहिँ हामी अघि बढ्नुपर्ने हुन्छ। त्यहाँदेखि बल्ल तल्ल आइपुग्यो हामीहरू चाहिँ मेलासम्म। मेला प्रवेश गर्नको लागि हामीले चाहिँ त्यहाँ टिकट काट्नुपर्ने हुन्छ। त्यसकारण म टिकट घरसम्म पुग्छु। 2वटाको टिकट काटेर पैसा पे गरेर चाहिँ हामी त्यहाँदेखि चाहिँ अघि बढ्छौँ। फेरि पनि अघि काटेको टिकट चाहिँ हामीले त्यहाँ गार्ड दिदीहरूलाई दिनुपर्ने हुन्छ। हामी जाँदै ढिला भएर साथीहरू हामीभन्दा अगाडि नै भित्र प्रवेश गरिसकेको हुन्छन्। यताउति हेर्दै अघि बढेको त पुरा स्टलहरू खाली रहेछ। त्यसपछि चाहिँ आज हाम्रो टिकट काटेको पैसा त्यत्तिकै खेर जाने भयो भनेर मनमा कुरा खेल्छ। हल्का अघि बढेको त यसरी अल्छीहरू चाहिँ यसरी वाल तोडेर भित्र गइरहेको हुन्छ। अरू त्यसरी गए पनि हामी चाहिँ मूल बाटोदेखि नै अघि बढ्छौँ। बल्ल तल्ल हिँडिरहे भए पनि हामीहरू आइपुग्छौँ भित्र। त्यहीँनिर एकजना अङ्कलले चाहिँ पुरा हेरेर हान्छ क्या, बडी बिल्डर जस्तो छाती सो गरेर। जे भयो नि अघि बाहिर सोचेको भन्दा केही पर्सेन्ट मानिसहरूको चाहिँ भिड रहेछ भन्दै थिए, खाली छ त। केही समयपछि चाहिँ हाम्रो कला र गलाको धनी एकदम धमकदार मोडल हाम्रो प्रकाश सपुत दाईको चाहिँ आगमन हुन्छ। लगभग 1 घन्टाको रेसियो जतिमा चाहिँ हामीहरू चाहिँ नाचेर चाहिँ इन्टरटेनमेन्ट लिन्छौँ। 1 घन्टापछि बाहिर निस्केको त पुरा रात नै झमक्क परिसक्यो हुँदो रहेछ। आजको लागि भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ, बाइ। अनि अन्त्यमा अर्को कुरा, यो भिडियोमा लाइक कमेन्ट सेयरको चाहिँ